अहिले पुरै जङ्गलमा चरा हान्नलाई हिँडिरहेको छु कि चरा चाहिँ त्यति पाउँदैन। हाम्रो गाउँतिर चाहिँ काली साली हान्नलाई चाहिँ अलिक माथि डाँडातिर जानुपर्छ होइन। एकदम राम्रो छ ठाउँ चाहिँ है। हेर न शिकार खेल्न आएको एकदम राम्रो। एक्लै म सामान्य मान्छे पनि नभएर आफैले भिडियो पनि आफैले बनाइरहेको छु। अनि मेरो युट्युब च्यानल पनि सब्सक्राइब गरिदिनु होला। मेरो टिकटकमा नेम छ नेपाली सिलिङ सर छ है टिकटकमा चाहिँ। अनि तपाईँहरूले पनि केही सामानहरू पनि चाहिन्छ भने हाम्रो नेपाली सिलिङ सरलाई सम्झिन सक्नुहुन्छ। एकदम राम्रो पावरफुल हुन्छ है तर हन्टिङ गर्न चाहिँ। अनि तपाईँहरूलाई पनि यस्तो सामानहरू सिलिङ सटहरू चाहिँ हाम्रो धेरै हुन्छ 25,000 मुनि हेरी हुन्छ सिलिङ सटहरू चाहिँ। माथि देख्दैन कि माथि रुखमा कहाँनिर देख्दैन। माथि आकाशमा छ यार, माथि धेरै माथि हाइटमा छ। लाग्छ कि लाग्दैन म एकचोटि म ट्राई गर्दै हेर्छु है। म ट्राई गरेर हेर्छु। धेरै हाइटमा छ कि त्यो चराचुरुरी चाहिँ माथि हान्नलाई चाहिँ एकदम हाइटमा ठुलो पिपलको रुखमा हो होइन। हान्नलाई चाहिँ पनि देख्दैन कि। अनि बनकुखुराहरू पनि पाउँछ। बनकुखुरा सब। काली चाहिँ अलिकति माथि जानुपर्छ। यो नजिक पाउँदैन। नपाउने पाउँछ कालिज पनि। माथि हानेर हेरौँ है लाग्छ कि लाग्दैन है सबजनाले। अनि यहाँबाट मैले अलिकति भिडियो उसमा राखेर माथि हेर अलिक थोडा गएर हान्दिउँ है। लागेन अझै म ट्राई गर्दै गर्छु। उयो माथि टपमा छ है, माथि टपमा रुखमा है। त्यहाँ पनि म एकचोटि ट्राई गर्दै हेर्छु लाग्छ कि लाग्दैन। म सामान्य मान्छे नभएर है त्यो चाहिँ अलि अप्ठ्यारो हुन्छ मलाई पनि। हेर न ऊ माथि टुप्पोमा हान्दाखेरि आँखा भाग्छ नि हेर ऊ माथितिर हान्दाखेरि। खसेन यार, त्यत्रो टाढा हानेको खसेन यार। त्यत्रो माथितिर पनि हानेको खसेन। अनि म सामान्य मान्छे नभए धेरै लास्टै अप्ठ्यारो हुँदैन कि भिडियो पनि बनाउनलाई युट्युबमा है।